क्यामेरा रेडी रेडी सो गाइज के भन्ने अब कुद्न जाँदैछौँ मेरे को तो ऐसा धक धक हो रहा है Let me do this thing in my own style. सो गाइज ल वेलकम टु मोटो ब्लग नेपाल है आज चाहिँ हामी बुढाबुढी चट्ट पारा लेलेकुण्ड जाँदैछौँ यता लेले भन्ने साइडतिर होइन अहिलेको भाइरल प्लेस हामी चाहिँ नि बिरुवातिरबाट जान्छौँ है अहिले चाहिँ नि दिनको 12 बजेको छ किलोमिटर चाहिँ 153 छ ब्याट्री चार्ज 100% छ है कति किलोमिटरमा पुगिन्छ ब्याट्री कति खान्छ हामी सबै देखाउँछौँ है आज चाहिँ हामी सट्टापारामा लेलेकुण्ड जाँदैछौँ है यता दधिकोटबाट लुगु हुँदै यता लेलेकुण्ड जान्छौँ अहिलेको भाइरल प्लेस हाम्रो चाहिँ आज अनएक्सपेक्टेड प्लान बनेको छ होइन भाइरल प्लेस भनेर हेरौँ कस्तो रहेछ इन्जोय द ब्लग है त बुढी कस्तो लगाइरहेको त घुम्न जानलाई रमाइलो लगाइरहेको गएर के खाजा खाएर आउने होइन त्यहाँको स्पेसल त होला क्या तिम्रो अनि बकालीमा चाहिँ स्पेसल छ कि छैन नि मसँग त छैन पैसा 200 रुपियाँ छ मसँग त अनि के गरेर आउने त त्यसो भए यस्तो छ यार घुम्न हिँडेको बगालीमा पैसा छैन यार जिन्दगी यस्तै छ गाई जस्तै छ मरिलानु के छ र पैसाले हुने के नै हो र होइन समय हुँदाखेरि घुमेर रमाइलो दिने हो अहिले चाहिँ हामी यता माथि जङ्गलको बाटो जाँदैछौँ यहाँबाट विन्ध्यवासिनी मन्दिर अनि त्यसपछि हाम्रो बिरुवा बस पार्क हामी चाहिँ नि बिरुवा बस पार्कबाट सिधै उता लेले साइड जान्छौँ माथिबाट मलाई एउटा सर्टकट बाटो थाहा छ कि जस्तो लाग्छ क्या यो रोड सोड नघुमिकन एकैचोटि उता पुग्ने क्या सो गाइज ल यो चाहिँ नि विन्ध्यवासिनी मन्दिरको जङ्गल हो है खतरा छ बाटो अलिअलि कच्ची छ है बट प्रब्लम छैन यतिको बाटोमा त कुद्नलाई यताबाट जाने सो गाइज ल अहिले चाहिँ हामी लामाटार आइपुग्यौँ है अब यताबाट चाहिँ चट्ट लाएर हामी यता टाढाको साइड जान्छौँ सो गाइज हामी चाहिँ नि गुगल म्यापलाई छोडेर आफ्नै बाटो बनाउँदै हिँडिरहेछौँ है पुरै गाउँ बस्तीको बाटो हिँड्ने छ जङ्गलको छेउबाट सो गाइज ल यस्तो उकालो छ है डबल रोड जियोमा बटाएर पनि पराएन आनन्दले मजा छ बाटो चाहिँ कच्ची नै हिँडेला जहाँ पुरै भोलिपछि आउँदाखेरि त पिच हुन्छ होला हौ यो बाटो नि जस पुरै काठमाडौँ हेर्दै डिलबाट हिँड्ने रहेछ क्या काठमाडौँ भक्तपुर ललितपुरको ओ भाइ म त कस्तो झस्याङ्ग भएको कि बाटै सक्यो जस्तो एकचोटि तल भित्री राखेको गयो क्या मुक्तिनाथ मन्दिर लिएर परबाट लिएर जानु एकचोटि सो गाइज ल यहाँ ललितपुरको मुक्तिनाथ मन्दिर आइयो है मुक्तिनाथ भने त उता जोमसोमतिर होइन भने मुस्ताङतिर कता हो सो ललितपुरमा नि मुक्तिनाथ मन्दिर रहेछ है आज थाहा भयो अब हामी कता जान्छौँ यतै त होला नि यतै हो नेभिगेट गर अब यहाँबाट हामी लेफ्ट लाग्छौँ अब हामी यताबाट जान्छौँ त्यो सानो बाटो कट्दैन अब अर्को बाटो हो नि त यहाँबाट राइट होइन हजुर यसरी जाने हो क्या बुढाबुढी आज घुम्दै नयाँ बाटो एक्सप्लोर गर्दै हिँड्ने हो क्या यहाँ पुगेपछि भने हामी यहाँ सिक लाग्नुपर्छ तलतिर लाग्नु अब बुढीले बाटो देखाउने बुढाले हिँड्ने के त्यो तैँले एउटा कार ड्राइभिङ रेस हेर हैनस्
त्यसमा एउटा ड्राइभरले चाहिँ यहाँ स्पिडमा गाडी चलाउँछ होइन अनि साइडमा चाहिँ त्यसले पुरै म्याप हेरेर राइट लेफ्ट यो त्यो यस्तो बाटो उस्तो छ भनेर भन्छ क्या नेभिगेट गर्नु बसेको तसरी मलाई आज नेभिगेट गर होइन म चाहिँ नि बाटो एक्सप्लोर गर्दै हिँड्छु क्या सो गाइज ल अहिले चाहिँ हामी गोदावरी आइपुग्यौँ है भित्रको बाटो हुँदै 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 गोदावरी आइपुग्यो गोदावरी 3 किलोमिटर देखाइरहेको छ होइन ओभरटेक गर्छ यार ओभरटेक गर्छ त्यसलाई ओभरटेक गर्छ बाटो चाहिँ एकदम हामी ठिक आइरहेछौँ है गुगल म्यापमा बाटो हेरेर आएको पुरै डाँडा काँडा जङ्गल सङ्गल बाटो चाहिँ यही हो सो गाइज ल पुरै एडभेन्चर रोड छ है ओहो जान्छ स्कुटी त के अरे के भन्दा बढी रहेछ पर्वतभन्दा पनि बढी रहेछ छैन त्यस्तो त तर अस्ति उता लाखरिया भन्दा त अलिकति बढी जस्तो देखियो यतिको अफरोड थिएन बाटो जहाँ राम्रो छ त्यहीँबाट हिँड्ने हो नि त छेउपट्टि भन्ने हुँदैन नि म कुदाइदिउँ मजै कुदाइदिउँ केही थाहा छैन यार कुदाइदिन्छु एक्सप्लोर गर्ने हो नि त बाटो हाइट फेरि जोसमा बुढीलाई गुल्टाइदियो भने तनाव यार उड्न खोज्छ यार स्कुटी त बटारेकै उड्न खोज्छ हाइट ब्याट लाएर बेल्ट छुट्यो भने के होला यार सो गाइज ल हामी चाहिँ नि जङ्गली बाटो हिँडेका छौँ होइन किन के भयो त यार रमाइलो लिने जस्तो बाटो छ त्यस्तै रमाइलो लिने हो नि त अनि तेरो बुढा राइटर भन्ने थाहा छैन तपाईँ Would like to take notes while I take totes of the marijuana smoke. तर स्कुटी चाहिँ क्या मजाले तान्ने कि है यस्तोमा हिँड्नु सिक्नु सल्लाहमा कस्तै यार हामी सल्लाहमा चिप्लेटी खेलेर हुर्किया मान्छे तैँले त थाहा छ भन्नुपर्छ भन्ने तिमीहरूको डाँडा होइन उता इन्द्रथान गरेर आउँदाखेरि सल्लाहमा पुरै डल्लो पारेर बोरा भरेर चिप्लेटी खेल्दै आउँदा सो गाइज ल अहिले चाहिँ हामी यहाँ लेले बस पार्क आइपुग्यौँ है घुम्दै फिर्दै डाँडा काँडा हुँदै कहाँ होला भने यही लेले बस पार्क अगाडि रहेछ यार ल सो गाइज ल हामी चाहिँ नि लेले कुण्ड आइपुग्यौँ होइन जोस् खतरा बाटो आइयो आज लेले कुण्ड एग्रो एन्ड रिसोर्ट ल हामी चाहिँ आइपुग्यौँ अब एकछिन यहाँ घुम्छौँ होइन हामी चाहिँ लेले कुण्ड आइसकेका छौँ भनेपछि के गर्नु पर्यो अरे तपाईँले मलाई 2 दिनको दिनुभयो तपाईँले यहाँ तिरेको पैसाले भित्र खाना पाउनुहुन्छ यताको 200 हो तपाईँले 200 बराबरको भित्र खानुभयो भने पैसा लागेन पैसा यहाँ दिनुपर्ने कि पैसा यहाँ दिनुपर्ने यो तपाईँको मान्नुहोस् पैसा यही हो ल ल ल यो 200 यो 200 400 यो हो खाना पाइयो योभन्दा बढी खायो भने 400 माइनस फोन पेहरू चल्छ चल्दैन फोन पे भित्र चल्छ ल गाइस बुढाबुढी घुम्न आइयो टाढाको बाटो दुःखले बाटो घुम्दै घुम्दै लगाइस यहाँ पानी यस्तो छ त्यो चाहिँ रिसेप्सन बिचा हिँड्न पाइन्छ ल गाइस यहाँ मान्छे त्यस्तो प्याक छैन प्याक ठिकै छ सो गाइस हाम्रो चाहिँ यहाँ यमरी आएको छ म्याडमको गुवाको एमरी यमरी म्याडमको फेभरेट है यस्तो छ सो गाइस ल यहाँको भाइब चाहिँ एकदम रमाइलो छ है नाम होला सबैजना घुम्न आउनु होला
यमरी कस्तो छ बडे सो गाइस ल हाम्रो चाहिँ यहाँ चाटामरी नै आएको छ है मिक्स चाटामरी मेरो चाहिँ फेभरेट चाटामरी हो है नेपाली पिज्जा मेरो यहाँ चाटामरी खाजा खाँदैछु होइन यत्तिकैमा यहाँ मेरो बुढीको पनि खाजा आइपुग्यो मेरो चाहिँ मटन है मटन भुटुन चिकन साँधेको र नेपाली लोकल चिउरा कस्तो छ मिठो हो मिठो छ यमरी पनि कस्तो मिठो है सो गाइस ल यहाँको खाना चाहिँ मिठो रहेछ है खाजाहरू मिठो रहेछ तपाईँहरू नै आएर खानु भयो भने चाहिँ मिठो लाग्छ होला है ल हामी चाहिँ इन्जोय द फुड गरेर छौँ है त त्यसो ल गाइज हामी अब लेले कुण्डको अन्तिम चरणमा छौँ अब एक कप मिठो चिया खाएर अब यो बाँकी प्लेसहरू भिजिट गर्दैछौँ उहाँ पनि लोकल कुखुरा रहेछ उहाँ त्यसरी बसेको रहेछन् बस्ने ठाउँ रहेछ यहाँ चाहिँ बच्चाहरू खेल्ने ठाउँ कुनै मम्मीहरूलाई बच्चाहरू लिएर कहाँ जाम लागेको छ भन्ने छ है लेले कुण्ड आउनु होला है यता बसेर खाएर आनन्द लिने यता बच्चाहरू पनि यता खेल्ने ठाउँ छ है तल पानी माथि खाने लेले कुण्ड जाने ल यस्तो छ यहाँ पिङ छ यहाँ सबैजना रमाइराख्नु भएको छ ल यहाँबाट यस्तो हेर्दाखेरि चाहिँ भ्यू यस्तो देखिन्छ है टिकटकमा पनि देख्नुभएको छ होला तर आउनु होला रमाइलो छ आउँदाखेरि चाहिँ हामी साह्रै दुःख पाएर आयौँ कताको बाटो जङ्गलको बाटो हो त्यस्तो बाटो आएको ल पे गरिदिनु न त कति भयो 400 रुपियाँ चाहिँ डिस्काउन्ट भयो गाइस चिया लैसक्नु हो चिया चाहिँ सिनी थोरै हाल्नु अब यहीँ ल हजुरहरू पनि आएर इन्जोय गर्न सक्नुहुनेछ धेरै रमाइलो छ लगाएर मजाले बाटो हुन्छ है मेरो बुढा चाहिँ त्यहाँ जानु भइसक्यो मजाले बाटो हुन्छ तर डर लाग्छ ल साँच्चै हुने रमाइलो छ आएर जानु होला इन्जोय गर्नु होला यो टोपी पनि लगाएर फोटो खिच्नु होला ल यता पनि बन्दै पुरा कामहरू यस्तो राम्रो पानीको धारा छ पानीको धारा चाहिँ पानीको रहेछ यहाँ लेले कुण्ड लेलेको छ यी नेपालको झन्डा सहित त्यो भर्याङ ल अब हामी चाहिँ टार पस्नुपर्छ है त सो हाम्रो आजको यात्रा चाहिँ यहीँसम्मको थियो है मजाले घुम्यो लेले कुण्ड बस्ने घुम्ने ठाउँ राम्रो रहेछ खानाहरू पनि मिठो रहेछ है अब चाहिँ हामी यहाँबाट घर लाग्छौँ अब अघि जस्तो आएको त्यही बाटो फर्किन्छौँ है 3:15 भइसक्यो हामीलाई चाहिँ अलिक चाँडै जानुपर्ने छ ल सो ब्लग हेर्दै गर्नु होला रमाइलो लिँदै गर्नु होला